जनताले चेन्ज गर्ने यति दिनमा बुझिसकेको बच्चा आइसक्नु भएन आज मान्छे आउनुहुन्न भने कहिले हाम्रो बच्चाहरू चाहिँ कहिले काम लाग्नु हुँदो रहेछ हामी कहाँले बेच्छ भने राजनीति बेच्नु बराबर छ होइन दादा मनबाट आएर खेलेको मान्छेले अब गर्यो भोलि त्यो हामी यही भन्नु तपाईहरुको माग चाहिँ के बताइदिनु जानकारी दिए सायद त्यतिखेरको दिनमा मेरो छोरीको खोज तलास भइदिएको भए सायद मेरो छोरी आज यसरी बनाएर हैन बलात्कार गरेर होला भन्ने त्यो कारणले गर्दा जसले मेरो छोरी एकदम निर्मम तरिकाले सबै कुरा एकदम उहाँको माग गृहमन्त्री आउनु पर्यो जतिले न्याय माग्नको लागि छोरी हराउँदै गर्दा न्याय माग्नको लागि भनेर पुलिस प्रशासनबाट जाँदै गर्दा जसरी पुलिस प्रशासनले बाहेस गरे उनलाई उनको छोरी 72 घण्टापछि मृत्यु फेला परे उनको माग भनेको डीएसपी र इन्सपेक्टरलाई कारबाही हुनुपर्छ निलम्बन हुनुपर्छ गृहमन्त्री यहाँ आउनुपर्छ मेरो वेदना सुधिनुपर्छ भन्ने उहाँको माग आज 5 दिन भयो कति पीडा होला बिचारा आज कतिजना छौँ नि यहाँ कसैले बोलाएर त आएको होइन नि यो पीडा सहन नसकेर हो नि छोरी चेली महिला अब पनि यो देशमा सुरक्षित नहुने त जनताले चाहिरहेछ नि भोलि आक्रोश नबनाओस् त्यति मात्रै कुरा हामी शान्तिपूर्ण अहिलेसम्म कसैलाई प्रहरीलाई धर्कपुर पनि गरिरहेको छैन कसैले ढुङ्गा मुढा पनि गरिरहेको छैन एउटा सरकारले सुनिदियोस् सरकारले सुन्छ भन्ने आशाले यहाँ सबैजना शान्तिपूर्वक अगाडि बढ्नु भएको छ आजको दिनसम्म यत्रो हुँदासम्म सरकारले सुनेको जस्तो लाग्छ सुनेको जस्तो लागेन सर भएको भए हामी किन आउनु पर्यो अब एउटा कुरा के बुझ्नु भने हिजो आमा 24 घण्टा रातभरि बस्नु भएको छ सर हिजो 11 बजेदेखि बिहान अहिलेसम्म पनि आन्दोलन यहीँ सुरु आन्दोलनमा सिंह दरबारमा आगो लागेको छ आज हामी शान्तिपूर्वक भएर यो गरिरहेको छौँ होइन फेरि त्यो चिज रिपिटेड हुनलाई केही पनि हुँदैन यो सुनवाई भएन भने सुदन गुरुङ 10 मिनेटमा आधी घण्टामा सिमरा आइपुग्यो काठमाडौँबाट फ्लाइटमा आए भने बालिन र सुदन गुरुङ सरकार पनि भन्दैन बालिन र सुदन गुरुङ काठमाडौँबाट यहाँ सिमरा आउनको लागि आधी घण्टा ल घरबाट एयरपोर्टबाट सिमरा आए सिमराबाट चोकमा आउनलाई आधी घण्टा 15 मिनेटको फ्लाइट आउन नसक्ने कस्तो उनीहरुकै छोराछोरीलाई यो परे भए के हुन्थ्यो बालिनको छोरी मानौ न यत्रै छ एउटा सानो छ कति माया गर्छ जतिखेर यस्तो गरेर भिडियो देख्छु नि हामीले जस्तो तपाईको छोरी हो नि त्यस्तै हाम्रो छोरी हो कि उसको छोरी हो जसरी त्यो बच्चालाई आँखा निकालेर मारेको छ त्यसरी नै त्यो दोषीलाई चाहिँ सजाय हुनु पर्यो